हैन जब एउटा बलात्कारीलाई हैन फाँसीको सजाय दिन सक्दिन भने यो न्याय दिने कुनै अर्थ छैन क्या। उसलाई जेलमा कोचाएर केही हुनेवाला छैन। बलात्कारीले खुलेआम छोडेर हुन्छ भने जेल कोचाएर मात्र न्याय पाइने त होइन नि। एउटा जब बलात्कारी अपराधीहरूलाई हैन एउटा कडाभन्दा कडा सजाय दिन सक्दैन भने यो न्याय दिने सिस्टमको नि बलियो आधार नै छैन गाइस। बलात्कारीलाई त हैन ऊ बिचरा नानी जस्तै तडपी हैन उनलाई बलात्कार गरेको थिए त्यस्तै तडपै मार्नुपर्छ कि उनीहरूलाई। ल इनिसा पिकको लागि सबैले आवाज उठाउनु भएको छ, निर्मला पन्तको लागि आवाज उठाउनु भएको छ। यस्ता घटनाहरू धेरै छन् नेपालमा। आज एउटा भोलि एउटा पर्सि एउटा गर्दै बस्ने अनि बलात्कारीहरूलाई खुलेआम बाटोमा छोड्दै हिँड्ने यो भएन कि न्याय दिने सिस्टम नै भएन के। बुटोलमा घट्यो त्यत्रो घटना इशान्तको हैन अहिले घटिरहेछ घटना इनिसा पिकको। प्रत्येक व्यक्तिले आवाज उठाउनु जरुरी छ क्या। यो मेरो लागि मात्र होइन कि तपाईहरुको लागि पनि हो। तपाईले पनि आवाज उठाउनु पर्छ। नेपालमा यस्ता घटनाहरू केही दिनमै हराउँछन् गाइस हैन। एक दिनको लागि हेडलाइन हुन्छ, अर्को दिनको लागि ट्रेन्डिङमा चल्छ हैन। तर न्याय दिने सिस्टम कमजोर छ। कहाँडा होस् न्याय त यही टिकटकमा हैन अनि फेसबुकमा मात्र न्याय हेरेर मात्र पाइने भए त कति जाति हुन्थ्यो के गाइस। त्यही भएर हैन यो हामीले न्याय ट्रेन्डमा ल्याउने होइन कि यो न्याय प्रणाली पहिला बलियो बनाउनतर्फ लाग्नु पर्यो के। मैले नराम्रो बोलेछु अनि यसो कमेन्टतिर लेखिदिनु होला हैन। केही भुलचुक भएछ भने मलाई माफ गरिदिनु होला। अरू त त्यस्तै छ। अब के गर्नु देशको हालत त्यस्तै छ। कस्तो नरमाइलो लाग्यो क्या आफूलाई नि। के थाहा यो घटना भोलि हाम्रो घरमा पनि घट्न सक्छ कि। देशको रक्षा गर्ने जति सबै सुकिया छन्